साथीहरुलाई नमस्कार गर्न चाहन्छु मेरो युट्युब च्यानलमा। म हजुरहरुकै साथी राममाया त्रिपाठी। आउनुहोस् कथाहरु भन्ने क्रममा आज पनि मैले नयाँ कथा लिएर हजुर सामु उपस्थित भइसकेकी छु। आजको कथाको शीर्षक छ रामु र पुतली। कथा सुरु गर्न चाहन्छु। एका देशको कुरा हो। एका देशमा एउटा सुन्दर गाउँ थियो। त्यस गाउँमा एकजना मानिस बस्थे। उनको सुन्दर घर थियो। त्यस घरमा बस्ने ती मानिसको नाम राम थियो। राम पुतलीहरु बनाएर बेच्ने गर्थे। उनी त्यसबाट आएको पैसाले आफ्नो घरमा चाहिने सबै चीजहरु त्यही पैसाले किन्ने गर्थे। उनलाई खर्च टार्ने त्यो पैसाले जति नै पुगेको थियो। अनि एक दिन सबैजना बुढो हुनै पर्छ भन्ने रामुलाई पनि थाहा थियो। तिनले ती पुतली बनाउँदै बेच्दै गर्दा उनीको पनि उमेर ढल्किसकेको थियो। अनि हेर्दा राम पनि बुढो भइसकेछन्। उनका आँखा पनि देख्न छोडेछन् उनले। तैपनि आँखाले कमजोरी भए पनि उनले पुतली भने बनाउन छाडेनन्। निरन्तरता आफ्नो कामलाई दिइराखे। जस्तो आँखा नदेखे पनि उनले त्यस पुतलीलाई भने बनाउन पहिलाको सम्झिराखेर पनि हातमा सिप भएकोले बनाइराखे। तर उनले बनाएका पुतली भने पहिलाका जस्ता राम्रा हुन चाहिँ छोडेछन्। तर उनले पुतली बनाउन भने छोडेनन्। अब उनका पुतली नराम्रा हुन थाले। उनले जति नै मेहनत गरेर बनाए पनि आँखा नदेखेकोले उनले पुतली बनाउँदा बाङ्गा टिङ्गा टेढा मेढा हुन थाले। उनलाई यो देख्दाखेरि आफूलाई पनि दिक्क लाग्न थाल्यो। यस्तो देखेर किन्ने मान्छेहरु पनि यसरी यी पुतलीहरु नराम्रा भएकोले कसैले किन्न मानेनन्। किन्ने ग्राहकहरु पनि आउनै छोडे। त्यसपछि तिनका पुतलीहरु त टन्नै भए। कसैले नसकिने बेच्दा नसकिने पुतलीहरु अहिले उनको पुतली बनाउन किन्न आउने मानिसहरु छोडिसके। त्यसकारण उनका पुतलीले कोठा नै भरियो। पुतलीको कोठाभित्र थुप्रो भयो। उनले खाना पनि पाएनन्। उनी दिनदिनै दुब्लाउँदै गए। तिनै पुतली बेचेर आएको पैसाले उनीले घर खर्ची टार्ने गर्थे। आफूलाई पैसा चाहिएको आवश्यक पैसा खर्च गर्न उनले सक्थे। तर पुतली नै बिक्री नभएपछि उनीलाई भने साह्रै समस्या भयो। अब त खाना लाउन पनि धौधौ भयो। त्यसकारण उनी दिनदिनै दुब्लाउँदै गए। उनलाई साह्रै अत्यास लाग्यो। अब यसरी त भएन। कोठाभरि पुतली भए। के गरौँ? न आफू आँखा देख्छु न पुतली व्यापार हुन्छ। किन यस्तो भयो? सबै पुतलीहरु मैले बनाएका नराम्रा भनेर कसैले नि लिन मानेनन् भनेर उनी आफूमा भक्कानिन थाले। अनि एक दिनको कुरा हो। रामुले यसरी भक्कानिँदै भगवानलाई सम्झे। हे भगवान, म दृष्टिविहीनलाई दुःख नदेऊ। कति दुःख दिन्छौ? यत्रो समयसम्म मैले पहिला गरेको थिएँ। अहिले मेरो दुःख नदेऊ। मन लाग्यो छ, बल छ, अझै नि गर्छु भन्ने आँट छ। तर मैले बनाउन लागेको पुतलीहरु सबै नराम्रा भएर बिकेनन्। यस्तो मलाई दुःख नदेऊ प्रभु भनेर भगवानलाई पुकारे। यो कुरा भगवानको कानमा पर्यो। अनि भगवानले मनै सोचे, अब यस मान्छेलाई सहयोग गर्नै पर्यो। साह्रै अलाप बिलापै भयो। गर्न त यत्रो धेरै बनाएको छ, आँखा नदेखे पनि भो देखिन भनेर पनि छोडेन। तर यसलाई चाहिँ सहयोग गर्नै पर्यो भनेर भगवान आउनुभयो। भगवान पनि एक दिन राति भगवान मुसाको रूप लिएर रामुको पुतलीको कोठामा जानुभयो। ती सबै पुतलीहरु भगवानले छोइदिनु भयो। मुसाको रूप लिएर मुसाले सबै भगवानलाई छुन लगाइदिनु भयो। ती सबै पुतलीहरुलाई भगवानले छोइदिएपछि भगवानले छुनासाथ सबै पुतलीहरु
एकदम राम्रा र नयाँ आकारका भए। हेर्दै लिउ लिउ जस्ता भए। साह्रै राम्रा देखिए। अनि भगवानलाई पनि खुसी लाग्यो। अब त पक्कै पनि यिनले राम्रै व्यापार गर्छन् होला। अब यिनका आँखा पनि राम्रो बनाइदिनु पर्यो भनेर फेरि आँखातिर पनि खोलिदिनु भयो। जब रामु चाहिँ सुतिरहेको थिए। रामु सुत्दाखेरि उनले थाहै पाएका थिएनन्। एकाएक भोलिपल्ट बिहान रामुले आफ्ना पुतली देखे। उनी ज्यादै खुसी भए। उनले आफ्नो आँखातिर छामे। आँखा पनि एकदम राम्रा भए। सबै छर्लङ्ग देख्न सक्ने उनले भए। अनि पुतलीलाई हेरे। पुतली पनि ज्यादै राम्रा टलक टलक टल्किन थाले। बाङ्गा टिङ्गा भएका पुतली पनि सिधा राम्रा भएर कलरफुल बनेर निस्कन थाले। सबै राम्रा भए। अनि उनी मक्ख परे। उनले ती पुतलीलाई अब यी बेच्न लान पर्यो भनेर आफूले भोलिपल्ट बेच्न लिएर हिँडे। सबैले ती राम्रा र आकर्षक पुतली देखेकोले धमाधम किन्न थाले। यो पनि म लान्छु, मलाई दिनुहोस् भनेर धेरैजना जम्मा भए। अनि खोसाखोस जस्तै भयो। मलाई दिनुहोस्, यो मलाई दिनुहोस् भनी सबैजनाले लिन थाले। सबैले लिएको देखेर बुढा पनि मक्ख परे। सबै पुतली केटाकेटीहरूले धेरै मन पराए। एकैछिनमा उनका पुतली त डोकाभरि लिएर गएका पुतली सबै बिकिए। सबै सकिए। अनि उनलाई त पैसाको थुप्रो भयो। हिजोसम्म रामुलाई पैसा नभएर खान नपाएको दुब्लो भएको रामु आज त पैसा हातमा भएर खुसी भए। अनि त्यस दिनदेखि राम आनन्दसँग बसे। उनले भगवानलाई पनि मुरी धन्यवाद दिए। धन्य प्रभु, हजुरको कृपाले गर्दा मैले आँखा पनि देख्न पाएँ। मेरा सामानहरू नि सब बिक्री हुन पायो। अब त म फेरि आफू पहिलाको जस्तै तन्दुरुस्त भन्छु र सबै पुतली यसरी नै बनाउँछु अनि सबैजनालाई खुसी बनाएर बेच्न थाल्छु। धन्य प्रभु भनेर भगवानको प्रार्थना गरी यो कथा सकियो। आजको कथा हजुरलाई कस्तो लाग्यो? पक्कै पनि मनोरञ्जन लिनुभयो होला। रामु र पुतलीको कथा सुनेर केही सल्लाह सुझाव छन् भने दिन नबिर्सनु होला। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि सब्स्क्राइब गर्न भने नबिर्सनु होला। कथा मन पर्यो भने लाइक, कमेन्ट, सेयर पनि गरिदिनु होला। केही सल्लाह सुझाव छन् भने मेन्सन गर्न नबिर्सनु होला। फेरि अर्को नयाँ कथा लिएर उपस्थित हुन्छु। त्यतिन्जेलसम्मलाई हजुर समक्ष बिदा चाहन्छु। हस्त, नमस्ते।